म दोलखा गुठी र सम्पूर्ण दोलखेवासीहरूलाई धन्यवाद साथै बधाई दिन चाहन्छु र एउटा सुझाव पनि दिन चाहन्छु। यो 50 वर्ष भएछ र यसले एउटा इतिहास रचिसक्यो, तर अब यो 2083 पनि आउँदैछ। त्यही अवसर पारेर यो इतिहास होइन कि यसलाई हामी वर्तमान बनाइराखौँ। र मलाई के लाग्छ त भन्दाखेरि कुनै पनि चिजको लिखन भएन भने, डकुमेन्टेसन भन्छ, त्यो भएन भने त्यो चिज चाहिँ जीवन्त हुँदैन। त्यो हिसाबले मैले दोलखालाई फर्केर हेर्दाखेरि, दोलखाको त्यो डकुमेन्टेसनलाई हेर्दाखेरि मैले धनरत्न वज्राचार्यजी र टेकबहादुर श्रेष्ठजीले जुन ऐतिहासिक रूपरेखा दोलखाको भनेर चाहिँ अध्ययन गरेर इभिडेन्स साइट बनाउनु भयो, त्यो सायद नभएको भए दोलखाको इतिहास सधैँ हामीले लेख्ने, हामीले गर्ने गरेको कथामा नै त्यो सीमित हुन्थ्यो होला। त्यो हिसाबले यो एउटै मात्र डकुमेन्ट हो मैले थाहा पाए अनुसार, जुन चाहिँ स्कोलरले अथवा ऐतिहासिक हिसाबले इभिडेन्स बेस प्रमाणिक हिसाबले इतिहास लेखेको किताब हो। त्यो हिसाबले म आज अभिनन्दन गर्ने हाम्रो दोलखा गुठीलाई र टेकबहादुर श्रेष्ठज्यूलाई चाहिँ दोलखावासी र मेरो तर्फबाट फेरि एकपल्ट अभिनन्दन गर्न चाहन्छु। सबैले हामी ताली बजाएर उहाँलाई धन्यवाद दियौँ। अब धेरै कुरोहरू आइसक्यो होइन, म चाहिँ खासै त्यो भन्नु पनि पर्छ होला। म दोलखाको कुनै सङ्घ संस्थामा कार्यकारिणी पदमा चाहिँ बसेको छैन होइन। अब त्यो हिसाबले जो साथीहरू बस्नुभयो, जो साथीहरूले नेतृत्व लिनुभयो र यसलाई इतिहास बनाउनु भयो र वर्तमान पनि बनाइराख्नु भएको छ, त्यो सबै साथीहरूलाई मेरो तर्फबाट चाहिँ शुभकामना र धन्यवाद पनि छ। मलाई के लाग्छ त भन्दाखेरि दोलखामा हामीले हेर्दाखेरि दोलखा गुठी एउटा आवश्यकता र एउटा परिवेशमा यसको स्थापना हो। समय सँगसँगै सबै चिज फरक हुँदै जान्छ। त्यसकारणले दोलखेहरूको सहिष्णुता, काठमाडौँ बस्ने दोलखेहरूले मर्दा पर्दा त्यसलाई सहयोग होस् र दोलखा र काठमाडौँको एउटा सम्पर्क र रिलेसन पनि भइरहेको छ भनेर यो संस्था बनेको थियो भने आज यो संस्था 50 वर्ष भयो र अब आवश्यकता र परिवेशहरू फरक भइसकेका छन्। त्यो भएकोले त्यो आवश्यकता र परिवेश जुन फरक भइसकेको छ, सन्दर्भ फरक भइसकेको छ, त्यसकारणले हामीले पनि त्यतातिर जानुपर्छ जस्तो लाग्छ। अब दोलखामा नभएको होइन फेरि हामी यसरी उभिएर बोल्दाखेरि जहिले पनि गुनासो गरिरहेको छ, तर दोलखामा धेरै चिज भएको छ, धेरै चिज हामीले गरेका छौँ, हाम्रा पूर्वजहरूले गरेका छन्। खालि मैले अहिले देख्दाखेरि दुईटा चिज दोलखामा चाहिँ अभाव देख्छु। त्यो भनेको चाहिँ के हो त भन्दाखेरि हामीले कुनै पनि चिजलाई इभिडेन्स बेस्ड डकुमेन्टेसन गरेनौँ र मलाई के लाग्छ भन्दाखेरि दोलखाको जात्रा मात्रा गर्नुपर्छ भनेर हामी लाग्छौँ। जात्रा मात्रा भइरहेको छ, तर अब मेरो जेनेरेसन पछि मेरो छोरोलाई त्यो न जात्रा थाहा छ, न दोलखाको संस्कृति थाहा छ। त्यसकारण जुन बेलासम्म त्यो लिखित हुँदैन त्यो हराएर जान्छ। त्यो भएकोले अहिले हाम्रो दायित्व चाहिँ त्यो सम्पूर्ण चिजहरूलाई हामीले डकुमेन्ट बनाउन जरुरी छ। एउटा चिज, अर्को चिज भन्नेको अहिले नाम पनि आयो, कुनै पनि ठाउँमा जतिखेरसम्म त्यसलाई इकोनोमिक भाइब्रेन्सीसँग हामीले जोड्दैनौँ, त्यो सदाशयताले भावनाले त्यसले कहीँ पनि पुर्याउँदैन। त्यसकारणले दोलखामा हामीले इकोनोमीसँग जोड्न जरुरी छ। त्यसको लागि मलाई सोध्दा चाहिँ मैले बुझ्दाखेरि चाहिँ म प्राविधिक पनि हो, दुईटा चिज गर्यो भने दोलखा, किन भन्दाखेरि मान्छे दोलखा जान थालिसकेका छन्। मान्छे हामीले लग्न जरुरी छैन, अस्तिको मच्छेन्द्रनाथको जात्रा हेरेर पुगिहाल्छ अथवा शनिबार दोलखा हेरेर पुगिहाल्छ। त्यसकारण मान्छे लग्नु हाम्रो लागि आवश्यकता होइन, त्यो मान्छेले त्यहाँ पैसा खर्च गराउनु र त्यो पैसाले
दोलखेहरूलाई आर्थिक क्रियाकलापमा सहयोग गराउन चाहिँ जरुरी छ। त्यो भएकोले मैले एउटै चिज भनेर एउटा हामी डकुमेन्टेसनतिर हामी लागौँ। अर्को चाहिँ दोलखाको जीवकोपार्जनको लागि मैले एउटा चाहिँ अवधारणा ल्याएको थिएँ। त्यो भने मैले किन भन्दाखेरि चण्डीकोटतिर गएर हेर्दाखेरि दोलखाको अथाह हामीसँग संस्कृति धर्म सबै हुँदा अर्को हामीसँग के छ त खेतहरू छ, त्यो सबै बाँझो छ, त्यो सबै खेत फेरि दोलखे नेवारको छ। त्यसकारणले राजनीतिक हिसाबले त्यहाँ कुनै पनि विकासहरू नजाने रहेछ। किन भन्दाखेरि दोलखाको नेवारहरू चाहिँ एक खालका छन्, अब धेरै भोट पनि छैन। त्यसकारणले त्यो राजनीतिक परिवेशमा त्यसको अर्थ नहुने रहेछ। त्यो भएकोले त्यो बाँझो नै छ। किन बाँझो छ? पानी छैन भनेपछि पानी ल्याउने। यो आजको उसमा पनि मैले त्यही लेख लेखेका छु। दोलखा अब त्यो एउटा गर्न सक्यौँ हामीले र दोलखा जाने मान्छेबाट हामीले विभिन्न क्रियाकलापहरू गरेर पैसा दोलखामा खर्च गर्ने वातावरण गराउन सक्यौँ भने हामी सबै, मैले त भन्ने गरेँ म किन काठमाडौँ बस्छु, म रिटायर भइसकेँ, मैले केही पनि गर्दिनँ अनि म त दोलखै गएर बस्छु। त्यो भएकोले हामीले त्यतातिर जोड्नु पऱ्यो। त्यो भएकोले म दोलखा भुटी कालिम्पोङ युवा क्लब जति पनि हाम्रा सङ्घ संस्थाहरू छौँ, सङ्घ संस्थाहरूले यो दुईवटा चिजमा र अर्को एउटा चिज चाहिँ दोलखाको इन्टिग्रेटेड हामीले सम्पूर्णता सबैले सबै गरिरहेछौँ, तर त्यो सबैको एउटा अवधारणा पत्र बनाएर सबैले गर्दा त्यो भित्रबाट हामीले गर्न सक्यौँ भने चाहिँ दोलखा साँच्चै सुन्दर र शान्त र विकसित हुन सक्छ। त्यसकारणले त्यतातिर जाउँ र त्यति भन्दै फेरि एकपल्ट यो दोलखा गुठीले 50 वर्ष पार गरेकोमा जतिजना पूर्वजहरूले वर्तमानहरूले गर्दै गर्नुभएको छ उहाँहरूलाई शुभकामना र बधाई दिँदै त्यो सानो भनाइ त्यही पुग्यो। धन्यवाद।